आज त अझै रमाइलो बोल्दा छौ त। यस, तिम्रो लागि सरप्राइज छ। डेस्टिनेसन चाहिँ कहाँ हो फेरि? पुगेपछि थाहा पाइहाल्छ नि। ओके। वाउ, यो त रेस्टुरेन्ट जस्तै छ त। यो हाम्रो आफ्नो पर्सनल रिजर्ट भन्दा फरक पर्दैन। हामीले काठमाडौँ खोजिरहेको हेरिरहेको जग्गा भन्दा यो प्लटिङको जग्गा उच्च स्तरको छ। हेर न, बाटोको क्वालिटी कति राम्रो छ, वरपरको रुख बिरुवाहरू झनै कस्तो राम्रो छ। तर सोल आउट पनि देख्छ फेरि। हजुरलाई लाग्दै होला हामी काठमाडौँको मान्छे निजगढ त टाढा भएन? हो नि, अलि टाढा जस्तो छ। के को टाढा हुनु नि तिमीलाई थाहै छैन? नेपाल आर्मीले तीव्र गतिमा निर्माण गरिरहेको फास्ट्याग कम्प्लिट भएपछि 1 घन्टामा लगभग आइपुगिन्छ यहाँ चाहिँ। 1 घन्टामै? यतिमा त काठमाडौँ घुम्न भ्याइँदैन। हो नि, आजभोलि त यो काठमाडौँको जामले 1 घन्टा त यत्तिकै बिताइदिन्छ। अनि यो सँगैको जग्गाहरू? यो चारैतिरको जग्गाहरू आइसिटिसी रियल इस्टेट कम्पनीले भविष्यमा यसरी प्लानिङ गर्ने रे। ओहो, त्यसो भए त यो मिनी स्मार्ट सिटी हुने भएछ। हो नि, सहरको जग्गा गाउँको भाउमा। यो भोलि मिनी स्मार्ट सिटी भएपछि यहाँको जग्गाको भाउले आकाश हुन्छ आकाश। ओहो, त्यसो भए डाली ढिला नगरिकन बुक गरिहालौँ न। फेरि जग्गा थोरै मात्र छ भनेछ, फेरि नपाउला।